हेलो होइन आज चाहिँ 29 अप्रिल हो। अहिले लगभग 8 बज्न लाग्यो होइन। अनि यो भिडियो चाहिँ मैले अगाडि नै बनाऊँ भन्ने सोचिरहेको थिएँ, तर आफूले सकिन पर्यो अनि त्यो आएन पनि, टाइम पनि मिलेन। अहिले चाहिँ बल्ल बनाऊँ जस्तो लाग्यो। अलिकति खाली थिएँ अनि ठिक छ बनाऊँ न भनेको। अनि यो भिडियो बनाउनुको लागि चाहिँ एटलिस्ट किन बनाउनु भन्नु खोज्दा चाहिँ मैले मेरो आफ्नै भिडियोहरू चाहिँ हेरेर आउँछु। यो चाहिँ सम्झिनुपर्छ कुरा, किनभने कुराहरू बिर्सिन्छ। थाहा नभएको त केही हुन्न, सबै थाहा छ जस्तो हुन्छ, तर कुरा बिर्सिन्छ क्या। अनि एटलिस्ट आफ्नोमा भइसकेपछि चाहिँ मैले हेरिरहने भएर बनाएर राख्थ्यौँ भन्ने भयो क्या। यो चाहिँ कुरा चाहिँ नेपाली नयाँ वर्षको हो क्या। त्यो चाहिँ सायद मङ्गलबारको दिन थियो। अनि सोमबार साँझतिरको कुरा हो। मलाई चाहिँ मेसेज आयो होइन। अनि मैले जुन कम्पनीमा काम गर्थेँ त्यहाँबाट मेसेज आयो क्या मलाई। के भनेर आयो भने यो सर्टेन डिपार्टमेन्टको म्यानेजरको चाहिँ मृत्यु भयो भनेर भन्यो क्या। म त अनि एकछिन नम भइहालेँ भन्ने भयो, किनभने मैले सुनिरहेको थिएँ त्यो डिपार्टमेन्टमा चाहिँ नेपाली मान्छे म्यानेजर हो भन्ने मलाई चाहिँ थाहा थियो, कुरा भइरहनु थियो अरू मान्छेहरूसँग। तर त्यो दाइसँग चाहिँ मेरो कहिले कुरा भएको थिएन, भेटा पनि थिइनँ, किनभने त्यो सिफ्ट नै अर्कै थियो क्या। त्यो भएर कुरा चाहिँ भएको थिएन। तर मैले त्यो डिपार्टमेन्टको मान्छेहरूसँग चाहिँ भेटिरहेको हुन्थेँ। भेट भन्दाखेरि पनि देखभेट भइरहेको हुन्थ्यो, देखेर चाहिँ हाँस्ने जस्तो चाहिँ हुन्थ्यो। अनि त्यही सोचमै बित्यो क्या। भोलि नयाँ वर्ष छ अनि नजाउँ कसरी। आफ्नो मन चाहिँ कस्तो त्यो कस्तो अर्कै त्यो कुराहरूले खेलाइरहेको हुन्छ नि त दिमाग। कस्तो अर्कै अब त्यो विदेशमा त्यही माथि आफूले काम गरेको ठाउँमा कस्तो अर्कै भयो। मेसेजमा लेखाएको थियो भोलि 9 बजी चाहिँ यो फ्युनरल हाउसमा चाहिँ ग्यादरिङ छ आऊ भनेर भनेको थियो होइन। त्यो दिन बित्यो, काम थिएन त्यो दिन, अर्को दिन पनि काम थिएन। अनि त्यसपछि अर्को दिन उठेँ, कपडा सब पुरा लगाएँ अनि गएँ। त्यो सुट प्यान्ट नै लगाएर गएको थिएँ म, किनभने यतातिर फ्युनरल हाउस भनेर भनेको स्पेसिफिक भएको थियो, त्यही भएर त्यसरी नै गएँ म। अनि उठेँ, मुखसुख धोएँ, गएँ होइन। भोलि त्यहाँ जाँदाखेरि चाहिँ मान्छेहरू सबै भेला भइसकेको थिए। देखाएको थियो अब नेपालीहरू त्यहाँ भइसकेपछि चाहिँ त्यही हो भन्ने भइसकेको थियो। त्यहाँ गएँ होइन। त्यो गइसकेपछि अब त्यो बेन्च हुने रहेछ, बेन्चमा बस्यो सबै। त्यो कम्पनीको मान्छेहरू पनि बसे, थोरै केही नेपाली थिए उनीहरू पनि बसे होइन। अनि हुँदो के रहेछ भने क्या त्यो उनीहरू बेन्चमा बसिसकेपछि चाहिँ त्यहाँ स्पिच दिनुपर्ने रहेछ क्या। जसको मृत्यु भएको हो उहाँको बारे केही बोल्नु पर्ने रहेछ क्या। अनि यस्तो त कसैले पढ्दैन होइन, मान्छेले थाहा हुँदैन। अनि यताको परम्परामा के रहेछ भने त्यो स्पिच नदिकन त्यो डेड बडीलाई चाहिँ लिएर जान नमिल्ने रहेछ क्या। अनि त्यो मैले देखिरहेको थिएँ क्या त्यहाँ त्यो फ्यामिली जसलाई त्यो घटना घट्यो होइन।
अनि त्यो फ्यामिलीले जसले म्यानेज गरिरहेको हुन्छ नि, त्यो दाइलाई मैले देखिरहेको थिएँ। त्यो दाइलाई केही पनि थाहा छैन, त्यो त्यो आत्तिएको क्या। को मान्छे खोज्ने हो त नि, कसलाई खोज्ने हो त नि, कसले स्पिच भन्न दिन लगाउने हो त नि भन्ने भइरहेको थियो क्या। त्यो कहाँबाट त्यो दाइले अनि त्यो कम्पनीको मान्छेलाई भन्नुभयो, अनि उसले स्पिच दियो, रुँदै स्पिच दिएको थियो। त्यो सकिसकेपछि अनि सबैले मिट त्यो दाइको अगाडि गएर अब प्रार्थना गऱ्यो। त्यसपछि गाडीले चाहिँ अब जहाँ उहाँलाई त्यो काट्नुपर्ने हो त्यहाँ लिएर गयो। त्यो मलाई त केही त्यो चिनेकै थिइनँ, थाहा पनि थिएन। मनमा चाहिँ के भइरहेको थियो, कसरी भयो होला भन्ने भइरहेको थियो। अनि अर्को चाहिँ के भइरहेको थियो भने मलाई त्यति बेलासम्म पनि त्यो स्पिच दिँदा अनि त्यसपछि त्यति बेलासम्म पनि मलाई के भइरहेको थियो भने यो चाहिँ अब त्यो हुन्छ नि अन्तिम उस के सबैले देखुन् भन्ने जस्तो देख्नको लागि चाहिँ त्यो फ्युनरल हाउसमा लिएर आएको भन्ने भइरहेको थियो। तर होइन रहेछ, गाड्ने नै यहीँ रहेछ क्या। अनि लिएर जाँदै गर्दाखेरि मलाई त्यो भयो, किन यहाँ गरेको होला त नि अन्तिम संस्कार, नेपाल किन नरहेको होला भन्ने भयो। धेरै नै यस्तो चिजहरू आइरह्यो क्या। अनि त्यहाँ गयौँ, त्यो धेरै चिजहरू हुने रहेछ। त्यो लामा दाइ तामाङ हुनुहुन्थ्यो अनि लामा पनि हुनुहुन्थ्यो। अनि आफू हामी सँगसँगै त्यो कम्पनीका मान्छेहरू पनि त्यहीँ बसे। उनीहरूलाई केही पनि थाहा छैन, के बोलेको पनि थाहा, त्यो केही पनि थाहा हुँदैन नि त, केही हुँदैन। त्यही पनि उनीहरू चाहिँ आए, त्यहाँ बसे होइन, त्यो भयो क्या। अनि मलाई चाहिँ के भइरहेको थियो भने तिनवटा विचारहरू चाहिँ धेरै नै आयो। के कुराले भयो होला, किन नेपाल नलगेको होला, अनि अर्को चाहिँ गो स्लो भन्ने भयो क्या। नर्मली त अब नयाँ वर्षको दिन त हामी सेलिब्रेट गरिन्छ नि त, त्यो आफू नेपाली भइसकेपछि त त्यो मनाउन खोजिन्छ, मिठो खाएर या यो त्यो भन्ने हुन्छ। अनि त्यो एकदमै भइरह्यो। मलाई चाहिँ नि के हतार के को त नि, बिस्तारै जाऊ न, किन धेरै सोच्नु पऱ्यो र त्यो कुराहरू आइरह्यो क्या। अनि फर्कियौँ होइन, फर्किँदै गर्दाखेरि चाहिँ अब त्यो यहाँको त्यो लाइफ क्या, फर्किँदै गर्दाखेरि अब मान्छेहरूले आफू त मलामी भइसकेपछि त चिने नचिनेको भयो भने सँगै भइन्छ, कुराहरू सुनिन्छ नि त। कुरा के हुन्छ भने काम कति बजे छ, फ्युनरल 10 बजे छ, मेरो 12 बजे काम हो भन्ने हुन्छ क्या। कुरा त्यस्तो भइरहेको थियो क्या। 12 बजे काम छ मेरो, 12 बजे काममा जाने हो, त्यस्तो। कस्तो रस भन्ने भयो। अनि आनन्द बिस्तारी गो स्लो भन्ने भयो, किनभने अन्तिममा जानु त्यही नै छ, त्यही नै हो गन्तव्य। अनि हतार के को लागि त नि, त्यो भन्दैमा फेरि अब मिहिनेत नगर्नु भन्ने त होइन, खान त पर्यो, खानुको लागि गर्नु त पर्यो। बट स्टिल गो स्लो, बिस्तारै छ भन्ने भयो।